जब एउटा जिबिराई पक्रिन सकेको छैन यो सरकारले। एक कक्षा फेल भयो भने त दोस्रो कक्षा जान पाइँदैन थियो स्कुलतिर। यहाँ त 5-5 पटक 6-6 पटक फेल भयो भने फेरि प्रधानमन्त्रीको लाइनमा लाग्नुपर्ने। अब आओस् पनि कसरी, हामी जन्मिँदाखेरि प्रधानमन्त्री भएका मान्छेहरू फेरि अहिले पनि प्रधानमन्त्रीको लाइनमा छन्। यो कहिलेसम्म हुने हो? यो अवस्था भएन। अवस्था व्यवस्था दुईटै सुधार्नुपर्छ। सहकारीमा झन्डै 1 खर्ब 60 अर्ब त 54 वटा ठुला सहकारीले गरेका छन्। गएको छ, आएको छ, मन्त्री बन्धक बनाएको छ। यहाँको एउटा सामान्य मान्छे आज लाइन लागेर भेटेको छ। अब परराष्ट्र नीति त पञ्चशीलताको आधारमा हुनु पर्ला नि त, घोप्टे मुन्टे र चेप्टेको आधारमा त नहुनुपर्ने होला नि त। यो देशमा कर्मचारी सुरक्षित छैन, सुरक्षाकर्मी सुरक्षित छैन, पत्रकार सुरक्षित छैन, स्वास्थ्यकर्मी सुरक्षित छैन, शिक्षक सुरक्षित छैन, युवाहरू सुरक्षित छैनन्, कलाकार सुरक्षित छैनन्, उद्योग व्यवसाय सुरक्षित छैन। सुरक्षित सिर्फ माफिया र बिचौला मात्र सुरक्षित छ यो देशमा। माननीय सदस्य समय सकियो। सभामध्ये यी कुराहरूको गौर गरियोस्। गौरका तर जब एउटा जिबिराई पक्रिन सकेको छैन यो सरकारले। राजनीतिक आस्था र राजनीतिक आस्थाका आधारमा मात्र तपाईको सरकार अगाडि बढेको छ। अब हाम्रो कर्णालीको कुरा गर्ने हो भने त यो वर्ष म यो सरकारलाई भन्न चाहन्छु, म अपिल गर्न चाहन्छु, कर्णालीमा हाम्रो 12 वटा निर्वाचन